त्यस कारणले हे महाराज, हे पिताजी, इन्द्रले दिएको होइन त्यो पानी, त्यो त हाम्रै कर्मले प्राप्त गरेको। अब हामीलाई चाहिँ सुख दिने काम चाहिँ बरु गिरिराज गोवर्धनले गर्नुभएको छ। त्यहीँबाट घाँस पाइएछ, त्यहाँ उपहार आदि नैवेद्य आदि चढाइयो। गिरिराज गोवर्धनले चाहिँ शैलस्मृति ब्रुवन् ब्रूहि परिमादल बृहद बपु हो। एउटा अचम्मको कुरा के हो भने गिरिराज गोवर्धन पहाड त जड पर्वत चाहिँ चेतन जस्तो बनेर दुईटा हात पर्वतबाट निकालेर त्यहाँ चढाएको फलफुल निकाल्दै कपा खान थाल्नुभयो। गिरिराज गोवर्धनजी महाराजको जय। स्वयं मानिसले जसरी लीला गरेर स्वयं जड पर्वत चाहिँ कृष्ण यी गोठालाहरू अब यिनीहरूलाई चाहिँ वर्षा गरेर यिनीहरूलाई दुःख दिन्छु भनेर यथा दृढे कर्ममये कर्तुभिनाम मौर्निवे विद्यमान व्यक्षिकम हेतुवा त्यदृशन्ति वर्णवान। दिव्य खालको वर्षा गर्न थाले। मेघलाई दिव्य आदेश गर्यो इन्द्रले, हे मेघहरू हो, वृन्दावनलाई ब्रजधामलाई बगाउने गरी तिमीहरूले वर्षा गर। जब इन्द्रको आदेश पायो मेघले वर्षा गर्न थाले। महाभयङ्कर मुसलधारे वर्षा भयो। सारे ब्रजमण्डल पानी पानीले ढाकिन थाल्यो। जुन पानीले ढाक्दै जाँदा ब्रजवासीहरूको सम्पूर्ण गोठा आदि निवास खुटी आदि सबै डुबाउन थाल्यो। सबै पानीले डुब्ने भए। सबैलाई प्राण बचाउन कठिन भयो। गोविन्द भगवानको जय। अम्बे ब्रह्मैदादित्यं वातवर्षं जदारुणं निशाम्यो परतं गोपां गोवाधनधरो ब्रवीत्। अब साह्रै त्यस्तो खालको चाहिँ कष्ट भइसकेपछि अब के गर्ने, त्यस्तो सङ्कट परेको थियो, प्राण बचाउन सकिरहेको थिएनन्। त्यही बेलामा भगवानले दिव्य खालको चाहिँ चिन्तन गर्नुभयो र सुत्रीडा बद्री शब्दाहं नाचल परा। त्यही गिरिराज गोवर्धन पर्वतलाई भगवानले सामान्य एउटा छातालाई उठाएको जस्तो गरेर गिरिराज पर्वतलाई उठाउनु भयो। गिरिराज पर्वत महाराज बलरामजी महाराजको जय। जब भगवानले गिरिराज पर्वतलाई उठाउनु भयो 7 दिनसम्म एउटा लीलामय दृश्य गरेर दायाँ हातको कान्छे हुनाले त्यो गिरिराज पर्वतलाई 7 दिनसम्म थाम्नुभयो र एउटा छत्र जस्तो छाता जस्तो बनाएर साराका सारा ब्रजवासीहरूलाई मुसलधारे वर्षाबाट बचाउनुभयो। गिरिराज पर्वत महाराजको जय। श्रीकृष्णचन्द्र भगवानको जय। यस्तो जय जयकार गोठालाहरूले गर्न थाले। दिव्य झाँकी त्यो ब्रजमण्डलमा देखियो। 7 दिनसम्म वर्षा गरिसकेपछि इन्द्रले जति वर्षा गरे पनि गोठालाहरू त बसिरहेका छन्। 7 दिनको समय बित्यो। साराका सारा ब्रजवासीहरू एकदम आनन्दित भएर ढोकले बसेका छन्। होइन यो कृष्णलाई मात्र गाह्रो भयो होला भनेर गोठालाहरू पनि यसो लक्ष्मीले टेको दिन थाले, अडाउन थाले। कृष्ण भगवानको यशोदा मैयाको जय। नन्दजी महाराजको जय। बलरामजी महाराजको दिव्य जय जयकार त्यहाँ भयो। सबै चाहिँ इन्द्रको त्यो वर्षाबाट बचे। 1 हप्ताको समय बित्यो। केही नलागेपछि इन्द्रले वर्षा रोके। इन्द्रले जब वर्षा रोकेपछि जलको गति भनेको दक्षिणावर्ती हुन्छ। जल सबै दक्षिणतिर बगेर जुन स्थानबाट धारण गर्नुभएको थियो त्यही स्थानमा राख्नुहुन्छ। गिरिराज गोवर्धन पर्वतको फेरि गिरिराज पर्वतलाई आफ्नै स्थानमा भगवानले स्थापित गर्नुभयो। सारा ब्रजवासीहरू भगवानका सामु उभिएर जगुर गन्धर्व पतय तुम्बुरु प्रमुखा नृपा गन्धर्व आदिले गान गर्न थाले। तुम्बुरु आदिले बजान गर्न थाले। दिव्य खालको भगवानको संकीर्तन हुन थाल्यो। गोविन्द भगवानको जय।
निकै खालको भगवानको स्तुति निकै भगवानको भजन त्यहाँ हुन थाल्यो। भगवानको जय हो, महाराजको जय हो। कृष्ण मुरारी गिरिवरधारी मोय